कुनै समयमा दयाङ राईको वरिपरि घुम्ने यो पात्र अब आम्ने सामने हुनु भएको छ, कतिको प्रतिस्पर्धीको रूपमा हेर्नु भएको छ? चरित्रको हिसाबमा प्रतिस्पर्धी हो नै, चरित्रको हिसाबमा। तर जीवनमा रियल लाइफमा चाहिँ प्रतिस्पर्धी होइन, गुरु हो। अनि मलाई जीवनमा धेरै कुरा सिकाउने र हेरेर सिकेको मान्छे, त्यही भएर जीवनमा चाहिँ सहजकर्ताको रूपमा एउटा गाइडलाइन अनि आफ्नो अभिभावक जस्तो मेरो क्षेत्रको लागि त्यसरी ठान्छु। चरित्रको हिसाबमा त अब आम्ने सामने भएपछि टक्राव भइहाल्छ। क्यारेक्टर मेरो लागि चुनौतीपूर्ण छ, त्यो किसिमले हेर्छु अहिलेको समय। स्क्रिनमा कतिको कन्जुसाइ भनौँ अथवा हुन्छ नि, मैले चाहिँ धेरै सिन गर्नु पाए हुन्थ्यो, दयाको भन्दा मेरो चाहिँ अलिकति बढी भइदिए हुन्थ्यो, यो लोभ चाहिँ भयो कि भएन? पहिले बरु सुरुवातमा चाहिँ के भन्छ, अलिक बढी बोल्न पाएदेखि, अलिक बढी सिन भएदेखि हुन्थ्यो, मेरो पनि थोरै छोटो रोल भन्दा लामो रोल भएदेखि हुन्थ्यो भन्ने लाग्थ्यो। तर पछि बुझ्दै जाँदा, अभिनयको कुरा बुझ्दै, कम बोल्ने अनि थोरै सिक्वेन्स जसले चाहिँ इफेक्ट गरोस्, सिनेमामा असर पुर्याओस्, त्यस्तो खालको चाहिँ अभिनय गर्नुपर्छ, त्यस्तोको चाहिँ राम्रो हुन्छ भन्ने लाग्दै गयो। तर दाइभन्दा बढी होस् या कुनै पनि पात्र, मभन्दा बढी लिड गर्ने पात्रभन्दा बढी या चाहिने भन्दा बढी बोल्नु परोस् भन्ने चाहिँ लाग्न छोड्यो।